Hello everyone. So good morning, good afternoon, and good evening. At what time you are watching the video? So it's 4 a.m. So I'm going to today make a video on algebraic expression. र आजको यस भिडियोमा हामीले मेनली यो कन्स्ट्यान्ट भनेको के हो, भेरिएबल भनेको के हो, टर्म भनेको के हो, अनलाइक टर्म, लाइक टर्म, एक्सप्रेसन के हो, टाइप अफ अल्जेब्रिक एक्सप्रेसन के छ, पोलिनोमियल भनेको के हो र डिग्री अफ पोलिनोमियल साथसाथै अल्जेब्रिक एक्सप्रेसनसँग रिलेटेड हामी एक्जाम पोइन्ट अफ भ्यूले योसँग रिलेटेड मल्टिपल चोइस क्वेसनको कन्सेप्ट पनि हामी यसमा लिन्छौँ। अब हामीले यहाँनिर अल्जेब्रिक एक्सप्रेसनको बारेमा अब डिटेलली पढ्छौँ है त ल। सो यहाँनिर तिमीलाई थाहा छ यो एउटा हाम्रो भिडियो यो पार्ट 1 पऱ्यो भने अब नेक्स्ट भिडियो हाम्रो यो जुन तिमीहरूको वेदान्त पब्लिकेसनको यो जुन बुक छ है यसबाट चाहिँ तिमीहरूको दिन सकिन्छ बुक है, म स्क्रिनमा नि राखिदिन्छु। सो के छ हाम्रो कन्स्ट्यान्ट है। सो तिमीहरूले बुझ्नु पर्यो के हो भन्दाखेरि कन्स्ट्यान्ट भनेको के हो भन्दाखेरि एउटा फिक्स्ड भ्यालु हो, एउटा फिक्स्ड क्वान्टिटी हो है, भनेको जुनको भ्यालु चाहिँ कहिले पनि चेन्ज हुँदैन। मानिलिउँ 2 थियो भने त्यो सधैँ 2 नै रहन्छ, मानिलिउँ 5 थियो भने त्यो सधैँ 5 नै रहन्छ। भनेपछि के रहेछ कन्स्ट्यान्ट भन्दाखेरि कन्स्ट्यान्ट भनेको के रहेछ एउटा फिक्स्ड भ्यालु, यो भनेको के रहेछ एउटा फिक्स्ड भ्यालु हो, अथवा यो त के हुन्छ त यो त कहिले पनि चेन्ज हुँदैन। एन्ड के हुन्छ त एन्ड अनचेन्जेबल भनेको कहिले पनि चेन्ज हुँदैन। सो एउटा यस्तो खालको फिक्स्ड भ्यालु जुन चाहिँ कहिले पनि चेन्ज हुँदैन भने त्यसलाई हामीले कन्स्ट्यान्ट भन्यौँ। फर एक्जाम्पल तिमीहरूलाई 2 भयो, 3 भयो, 4 भयो, 5 भयो, त्यो सबै के हो त, त्यो सबै हाम्रो के हो त कन्स्ट्यान्ट हो है। फर एक्जाम्पल तिमीहरूको लागि मैले यहाँनिर 2, 3, 4, 5 यो सबै हाम्रो कन्स्ट्यान्ट हो। तिमीहरूले अहिलेको लागि बुझ्नु पर्यो के भन्दाखेरि जतिवटा नम्बर देखिन्छ जस्तै 2, 3, 4, 5, 6 राइट, यो सबै नम्बरहरू के हुन्छ त कन्स्ट्यान्ट हो भन्ने कुरा चाहिँ दिमागमा बसाउनु पर्यो है त। सो अब यहाँ पनि तिमीलाई थाहा भयो होला कन्स्ट्यान्ट भनेको के रहेछ त एउटा फिक्स्ड भ्यालु हो जुन चाहिँ कहिले पनि चेन्ज हुँदैन, भनेको अनचेन्जेबल हुन्छ, कहिले चेन्ज हुँदैन राइट। सो यस्तो खालको भ्यालुलाई हामीले के भन्ने त कन्स्ट्यान्ट भन्ने। अब अर्को के छ भन्दाखेरि यसै गरी अर्को छ भेरिएबल। के छ अरे अर्को भेरिएबल। अब भेरिएबल भनेको के हो भन्दाखेरि नाममै छ भेरिएबल। भेरिएबल भनेको भ्यारी हुने, भ्यारी भनेको चेन्ज हुने है, जुन चाहिँ फिक्स्ड हुँदैन। फर एक्जाम्पल बजारमा तिमीहरूले सब्जीको भाउ भयो होइन, रेट भयो होइन, अथवा केही कुराको कस्ट भयो, द्याट इज नट फिक्स्ड अलवेज, इट इज चेन्जेबल राइट। So that is variable price or cost. On the same way जुन यो cost variable हुन्छ यो भनेको के हुन्छ त it is unfixed। यो के हुन्छ अरे हाम्रो यो भनेको unfixed हुन्छ, and के हुन्छ त यो unfixed हुन्छ, फिक्स्ड हुँदैन यसको भ्यालु है। सो यसको भ्यालु के हुन्छ त unfixed हुन्छ र भ्यालु के हुन्छ त चेन्जेबल हुन्छ। के हुन्छ अरे भ्यालु यसको चेन्जेबल हुन्छ। सो यस्तो खालको क्वान्टिटीहरू जुनको चाहिँ भ्यालु फिक्स्ड हुँदैन, चेन्जेबल हुन्छ है। अब तिमीले यहाँनिर बुझ्नु पर्यो यो हाम्रो म्याथको ल्याङ्ग्वेजमा चाहिँ यो भेरिएबल भनेको तिमीले सिम्पली बुझ्दाखेरि चाहिँ जतिवटा तिमीले अल्फाबेट देख्छौ, अल्फाबेट भनेको के हुन्छ त ए भयो, बी भयो, एक्स भयो, वाई भयो, यो सबै के हुन्छ त दिस अल आर द भेरिएबल्स, दिस अल आर द भेरिएबल्स। यो जतिवटा एबीसीडी एक्सवाइजेड जे देख्छौ त्यो सबै के हो त भेरिएबल, भनेको अल्फाबेट जति सबै के हुँदो रहेछ नि त भेरिएबल हुन्छन् भन्ने कुरा चाहिँ यु हेभ टु रिमेम्बर द्याट ओके। सो यो कुराले तिमीहरूले कपीमा लेखिहाल्नु है त ल। ओके 3, 2, 1 गो। अब अर्को छ हामीसँग के छ भन्दाखेरि टर्म। अब टर्म भनेको के हो भन्दाखेरि जस्तै यहाँ है, अब के रहेछ भन्दाखेरि टर्म भनेको इट इज कन्स्ट्यान्ट, त्यो कन्स्ट्यान्ट पनि हुन सक्छ। टर्म भनेको कि त कन्स्ट्यान्ट हो, कि त भेरिएबल हो, कि त प्रोडक्ट हो। प्रोडक्ट भनेको इन्टु अथवा डिभिजन हो पनि हो। डिभिजन भनेको डिभाइड, के को डिभाइडेड प्रोडक्ट हो त भेरिएबल र कन्स्ट्यान्टको। फर एक्जाम्पल यहाँनिर तिमीहरूले एक्जाम्पल दिँदाखेरि जस्तै एक्जाम्पलमा यहाँनिर मैले यदि जस्तै 2 मात्र लेखेँ अरे हो, 2
2 मात्र लेखे अरे यो जुन 2 मात्र लेखियो भने 2 भनेको कन्स्ट्यान्ट हो कि होइन हो कन्स्ट्यान्ट हो भने यो टर्म पनि हो है जस्तै एक्जाम्पलमा मैले अर्को एक्जाम्पलमा x लेखे अरे यो x भनेको भेरिएबल हो कि होइन हो नि हैन अघि मैले भेरिएबल भनेको अल्फाबेट भनेको थिएँ राइट जसको भ्यालु फिक्स्ड हुँदैन सो x भनेको भेरिएबल पनि भयो ओके जस्तै एक्जाम्पलमा मैले यहाँनिर तिमीहरूलाई x इन्टु अथवा x इन्टु y लेखे अरे हेर त यो भनेको प्रोडक्ट अफ भेरिएबल डिभिजन चाहिँ भएन तर प्रोडक्ट भयो प्रोडक्ट किन भयो त यहाँ x र y को बीचमा इन्टु छ हो किन त सो प्रोडक्ट अफ भेरिएबल सो अर्को जस्तै एक्जाम्पलमा मैले तिमीलाई 2x भन्दिए अरे यो 2x भनेको के हो त प्रोडक्ट अफ कन्स्ट्यान्ट एन्ड भेरिएबल कन्स्ट्यान्ट यहाँ छ भेरिएबल यहाँ छ सो कन्स्ट्यान्ट र भेरिएबलको प्रोडक्ट पनि के हो त टर्म नै हो जस्तै एक्जाम्पलमा मैले तिमीलाई अर्को यहाँनेरि जस्तै मैले x स्क्वायर बाइ 4 लेखे अरे है x स्क्वायर बाइ 4 यो पनि टर्म नै हो किन टर्म हो भन्दाखेरि यहाँ हेर्दा के लेख्छ यहाँनेरि कि त प्रोडक्ट हुनु पर्यो कि त डिभिजन हुनु पर्यो हो सो प्रोडक्ट अथवा डिभिजन अथवा कि त कन्स्ट्यान्ट मात्र हुनु पर्यो कि त भेरिएबल मात्र हुनु पर्यो सो डिभिजन अफ भेरिएबल र कन्स्ट्यान्ट के हो त टर्म नै हो मान्छे यति बुझ्नु पर्यो कि टर्म भनेको सबै हो क्या इन्टु पनि हुन सक्छ डिभाइड पनि हुन सक्छ यति एक्लै पनि बसेको हुन सक्छ अथवा कम्बाइन भएर 2 र x अथवा 3 र x भएर बसेको हुन सक्छ त्यो सबै टर्म हो भन्ने कुरा चाहिँ दिमागमा पसाउनु पर्यो है त ल अब यसपछि अब हामीले टर्म हुनको लागि के हुनुपर्छ त्यो कुरा हामीले ध्यान दिनु त ल टर्म कसरी हामीले सेपरेट गर्ने त्यो कुरा ध्यान दिनु यो मेरो दिनमा ओके यहाँनिर नोट गर्नु पर्यो कि जुन हाम्रो टर्म हुन्छ टर्म आर हैन टर्म आर सेपरेटेड ओके सेपरेटेड बाइ प्लस त्यो भनेको बिचमा प्लस भनेको or माइनस अपरेटर सो के भनेको भन्दाखेरि जुन हाम्रो टर्म हुन्छ नि त्यो चाहिँ केले कि त प्लसले कि त माइनसले यसरी सेपरेट भएको हुन्छ जस्तै के भन्न खोजेको भन्दाखेरि एक्जाम्पलमा मैले तिमीलाई यहाँनेरि नम्बर आई मा x प्लस y लेखिदिए भने अब तिमीलाई सोधिन्छ कि यहाँ कतिवटा टर्म छ यहाँ कतिवटा टर्म छ त जम्मा दुईटा टर्म छ किन दुईटा टर्म छ भन्दाखेरि यहाँनेरि तिमीहरुको प्लसले दुईटा टर्मलाई छुट्याइदिएको छ ओके हैन दुईटा टर्मलाई सेपरेट पार्दिएको छ सो के बुझ्नु पर्यो भन्दाखेरि टर्म भनेको कि त प्लसले कि त माइनसले मात्र सेपरेट हुन्छ तर इन्टु र डिवाइडले कहिले पनि टर्मलाई सेपरेट गर्दैन है जस्तै एक्जाम्पलमा मैले तिमीलाई 2y 5 लेखे भने यहाँनेरि तिमीहरुको कतिवटा टर्म छ त यो प्लस किन लेख्ने माइनसै लेखिदे ल 2y 5 लेख्यो भने यहाँ कतिवटा टर्म छ सो यहाँनेरि तिमीहरुको जम्मा एउटा अनि दुईटा टर्म छ इज इट दुईटा टर्म छ सो यहाँ माइनसले तिमीहरुको के भएको छ त यो सेपरेट भएको छ र यो जुन 2 y छ हेर यहाँ 2 y 5 छ सो यहाँ जम्मा दुईटा टर्म छ यसको मतलब के भन्न खोजेको भन्दाखेरि यो जुन चाहिँ यो सिंगल एउटा टर्म तिमीहरुको इन्टु र डिवाइडले कहिले पनि टर्मलाई सेपरेट गर्दैन प्लस अर माइनसले मात्र टर्मलाई के गर्छ त सेपरेट गर्छ जस्तै एक्जाम्पलमा मैले तिमीलाई अझै पनि यहाँनिर तिमीलाई मैले अझै पनि जस्तै मैले यहाँनिर तिमीलाई x minus y plus 2/x लेखे अरे सो यहाँ कति टर्म छ भन्दाखेरि यहाँनिर जम्मा यो एउटा टर्म भयो यो एउटा टर्म भयो यो एउटा टर्म भयो जम्मा कति छ टोटल भनेको 3 वटा टर्म छ जम्मा कति टर्म छ अरे टोटल भनेको एउटा दुईटा अनि तीनटा सो अल टुगेदर देयर आर 3 टर्म्स यो क्लियर छ नि हैन सो टर्म्स भनेको कि त प्लस कि त माइनसले मात्र सेपरेट हुन्छ भन्ने कुरा चाहिँ यु हैव टु रिमेम्बर दैट थिङ इज इट ओके सो यो कुरा थाहा पनि सबैलाई हैन ल यो म मेरो दिन गइरहेको ओके सो आई एम गोइङ टु ड्रप इट ओके ओके सो लाइक टर्म भनेको के हो भन्दाखेरि यस्तो खालको टर्म हो टर्म ह्याभिङ ओके टर्म ह्याभिङ सेम पावर ओके सेम पावर एन्ड भेरिएबल सो यस्तो खालको टर्म हो रहेछ टर्म भनेको के रहेछ सरी लाइक टर्म भनेको के रहेछ त यस्तो खालको टर्म हो जुनको चाहिँ पावर र भेरिएबल के हुन्छ त सेम हुन्छ पावर र भेरिएबल सेम हुन्छ है जस्तै मैले एक्जाम्पलमा तिमीलाई यहाँनेरि x स्क्वायर लेखे अब यहाँ ध्यान दिए त यहाँ ध्यान दियो भने x स्क्वायर प्लस x स्क्वायर मा ध्यान दियो भने यहाँनेरि भेरिएबल के छ अहिले भेरिएबल के छ यहाँनेरि के छ भेरिएबल भनेको x छ ओके भेरिएबल x छ त्यसैगरी यहाँ पनि भेरिएबल के छ x नै छ ओके त सो यहाँ भेरिएबल सेम भयो भएन यहाँ भेरिएबल सेम भयो भएन भेरिएबल सेम भयो सो हामीले लाइक टर्ममा के चाहिएको त टर्म ह्याभिङ सेम भेरिएबल सो भेरिएबल आर सेम
त्यसैगरी यहाँ के भन्छ पावर पनि यहाँ पावर एन्ड भेरिएबल सेम हुनुपर्छ भनेछ। सो यहाँ हेर्नु नि पावर पनि के छ त पावर पनि 2 2 छ त्यो भनेको पावर पनि के छ यहाँनेरि सेम छ राइट। सो पावर एन्ड भेरिएबल्स आर सेम सो द्याट्स वाइ द गिवन दिस टर्म इज के हो त लाइक टर्म। यो के हो त हाम्रो यो जुन छ यो के हो हाम्रो यो लाइक टर्म हो। यो के हो रे हाम्रो लाइक टर्म हो। किन लाइक टर्म हो त किनभने यसको भेरिएबल र पावर के छ त सेम छ। जस्तै एक्जाम्पलमा अर्को एक्जाम्पलमा यहाँनिर तिमीलाई मैले x + 2 x दिए भने यो लाइक टर्म हो कि होइन मलाई भन्न सबैले लाइक टर्म हो कि होइन त लाइक टर्म हो कि होइन यो लाइक टर्म हो। किन यहाँ x र x सेम छ x को पावरमा पनि 1 छ x को पावरमा पनि 1 छ है। यो अगाडिको जुन 2 छ कन्स्ट्यान्ट यो कन्स्ट्यान्टलाई हामीले हेर्ने होइन। लाइक टर्म र अनलाइक टर्म छुटाउँदाखेरि we should not have to consider this constant term. We have to just look towards the variables and its power whether they are same or not. Okay, यो कुरा चाहिँ you have to remember है। So did you understand this? So यो पनि हाम्रो के हो त this is also our like term. This is also like term. यो पनि के रहेछ हाम्रो like term रहेछ। unlike term unlike term है। So unlike term भनेको के हो भन्दाखेरि यो भनेको यस्ता खालका टर्म्सहरु हुन् टर्म्स ओके having different हुँदैन है different variable different variable अथवा variable or power so के छ त अनलाइक टर्म भनेको के छ टर्म having different है फरक हुनु पर्यो के त भेरिएबल र पावर है। भेरिएबल र पावर फरक भयो भने त्यो अनलाइक टर्म हो। जस्तै एक्जाम्पलमा मैले तिमीलाई यहाँनेरि x² + y² दिए अरे। अब यहाँ ध्यान दिए त यहाँ हामीले के देख्यो भन्दाखेरि यहाँ भेरिएबल x र y छ यहाँनिर हेर्यो भने यहाँनिर भेरिएबल यहाँ x छ भने यहाँनिर y छ। सो भेरिएबल्स आर डिफरेन्ट र त्यसैगरी पावर त सेम छ तर पावर सेम भएर केही पनि हुँदैन। भेरिएबल पनि सेम हुनुपर्छ पावर पनि सेम हुनुपर्छ लाइक टर्म हुनको लागि तर यो चाहिँ अनलाइक टर्म हो किनभने यहाँनिर भेरिएबल त सेम छैन तर पावर त सेम छ है। पावर सेम भएर केही पनि हुँदैन। सो के हुनु पर्यो भन्दाखेरि दुईटै सेम हुनु पर्यो। यहाँ भेरिएबल पनि सेम हुनु पर्यो पावर पनि सेम हुनु पर्यो के हुनको लागि त लाइक टर्म हुनको लागि। तर यहाँनिर भेरिएबलमा के अरे पावर सेम छ तर भेरिएबल चाहिँ सेम छैन ओके न। भेरिएबल सेम छैन भने त्यो लाइक टर्म होइन द्याट इज अनलाइक टर्म है। सो के भयो हाम्रो अनलाइक टर्म। सो यो के भयो हाम्रो अनलाइक टर्म हो। यो के भयो हाम्रो अनलाइक टर्म है। सो दिस इज अनलाइक टर्म ओके। सो जस्तै अर्को एक्जाम्पलमा मैले तिमीलाई यहाँनिर x³ + x² दिए अरे। अब यहाँ ध्यान दिए त यहाँनिर अब लाग्यो होला ए x र x त छ तर यो के होइन त लाइक टर्म होइन। किन होइन भन्दाखेरि भेरिएबल्स त सेम छ तर पावर त के छ त डिफरेन्ट छ। यहाँ त टर्म ह्याभिङ डिफरेन्ट कि त भेरिएबल डिफरेन्ट हुनु पर्यो कि त अर पावर डिफरेन्ट हुनु पर्यो कि त दुईटै डिफरेन्ट हुनु पर्यो ओके न त। सो यहाँ हेर्यो भने भेरिएबल त एउटै छ तर के भयो भन्दाखेरि पावर के छ त्यसको पावर आर डिफरेन्ट राइट पावर्स आर डिफरेन्ट। सो द्याट्स वाइ दिस इज अल्सो वाट अनलाइक टर्म। दिस इज अल्सो अनलाइक टर्म। यो पनि के हो हाम्रो अनलाइक टर्म हो किनभने यसको के छ त पावर के छ त डिफरेन्ट छ राइट पावर के छ डिफरेन्ट छ है। यो सबै हाम्रो अनलाइक टर्म हो। जस्तै मैले अझै एउटा एक्जाम्पल दिएँ भने जस्तै xy + xz दिए अरे। यो पनि हाम्रो के हो त अनलाइक टर्म हो किनभने यहाँनिर xy छ यहाँ xz छ यहाँनिर y र z त के छ त डिफरेन्ट देखिरहेछ y र z डिफरेन्ट भयो हो कि न त। त्यही भएर यो के हो त दिस इज अल्सो unlike term. This is also unlike term. So you have to remember this kind of information. Okay. यो क्लियर छ सबैजना हैन। यदि के क्लियर छैन भने अझै पनि मलाई त्यहाँनिर भिडियोमा सबैले आफ्नो नाम भिडियोमा कमेन्ट गर्नु पर्यो है। आफ्नो नाम चाहिँ भिडियोमा कमेन्ट गर्नु पर्यो किनभने मलाई पनि थाहा हुन्छ कि कसले हेर्दै रहेछ भन्ने कुरा राइट। र केही समस्या आयो कहीँनिर केही समस्या आयो भने कुनै लाइन बुझेन भने तुरुन्त एकदमै कमेन्ट गरिहाल्नु पर्यो एकदम त्यहाँनिर इमिडिएटली कमेन्ट है। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गरेको छैन भने भिडियोलाई लाइक गरेको छैन भने नोटिफिकेसन बेललाई अन गरेको छैन भने गरिहाल्नु किनभने अरू भिडियोहरू पनि अब यो पार्ट 1 भयो पार्ट 2 आउँछ पार्ट 3 आउँछ एक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट क्वेशनहरू यो भिडियोमा हैन म तिमीलाई अपलोड गरिदिन्छु। तिमीहरूले यदि मलाई सपोर्ट गर्यो भने म पनि तिमीलाई सपोर्ट गर्छु। त्यही भएर चाहिँ तिमीहरूले पनि मेरो कुराहरू बुझिदिनु पर्यो है त ल ओके। अनि क्लास 7 को अरु कोही साथी छ भने तिनीहरुलाई फटाफट भिडियो शेयर गरिहाल्नु है। यो भिडियो सबैतिर पुगोस् किनभने यो कन्सेप्ट भनेको जताको लागि पनि एउटै हो है। म्याथ भनेको सबैको लागि एउटै हो है। त्यो कुरा चाहिँ तिमीहरूले बुझ्नु पर्यो। मैले मेट्दै ल। अब अर्को के छ भन्दाखेरि तिमीहरुको अर्को भनेको छ
एक्सप्रेसन सो एक्सप्रेसन भनेको के हो त कुरा बुझौँ ल 5 नम्बर अगाडि ल तिमीलाई झुकिन्छ होला सो 5 नम्बर एक्सप्रेसन एक्सप्रेसन है सो एक्सप्रेसन भनेको के हो भन्दाखेरि सिम्पल ल्याङ्ग्वेजमा यो जुन एक्सप्रेसन छ एक्सप्रेसन भनेको के हो भन्दाखेरि यो भनेको के हो त कम्बिनेसन हो के भनेको कम्बिनेसन भनेको के हो त कम्बिनेसन अथवा कलेक्सन भन्नुलाई कलेक्सन हो कलेक्सन अथवा के हो त अर ग्रुप अर के हो त ग्रुप है हैन मैले तिनवटा गरेको छु एउटा कम्बिनेसन भनेको कम्बाइन भएको फर्ममा अथवा कलेक्सन हो अथवा ग्रुप हो अथवा के हो भने ग्रुप के को ग्रुप हो भन्दाखेरि अफ के को ग्रुप हो त भेरिएबल अथवा अफ के त ग्रुप अफ के त one or more than one टर्म सो एउटा वा एउटा भन्दा धेरै टर्मको जुन कलेक्सन हुन्छ एउटा वा एउटा भन्दा धेरै टर्म्सहरुका कलेक्सनलाई ग्रुपिङलाई हो कम्बिनेसनलाई त्यसलाई हामीले के भन्यो त एक्सप्रेसन भन्यो एक्सप्रेसन भनेको दिएका टर्म्सहरु वा प्लस माइनस जेसुकै छन् त्यसलाई देखाउने त्यसलाई प्रेजेन्ट गर्ने जुन मेथड हुन्छ अथवा जुन वे हुन्छ त्यसलाई हामीले एक्सप्रेसन भन्यो एक्सप्रेसन भनेको मतलब टु एक्सप्रेस द टर्म्स ओके टर्महरुले एक्सप्रेस गर्ने सो यहाँनिर के बुझ्नु पर्छ एक्सप्रेसन भनेको के हुन्छ त इट द कलेक्सन अथवा ग्रुप अफ एउटा वा मोर देन वान टर्म सो एउटा वा एउटा भन्दा धेरै टर्महरुलाई चाहिँ हामीले त्यसलाई त्यो भने छन् भने त्यसको कलेक्सनले हामीले एक्सप्रेसन भन्यो जस्तै मैले यहाँ तिमीहरुलाई एक्जाम्पलमा यहाँनिर मैले 2x लेखिदिए अरे राइट सो 2x लेखिदिए भने यो तिमीहरुको के हो त वान टर्म हो के न त यो 2x पनि के हो त एक्सप्रेसन हो जस्तै मैले यहाँ तिमीहरुले 2 नम्बरमा x + y लेखिदिए भने x + y भनेको हेर्दा दुईटा टर्म छ कि छैन छ दुईटा टर्म छ कि छैन छ सो त्यही भएर यो पनि के हो त ग्रुप अफ टर्म हो भने यो के हो त यो एक्सप्रेसन पनि हो यो के हो अरे एक्सप्रेसन पनि हो सो बुझ्नु पर्यो एक्सप्रेसन भनेको एउटा टर्म पनि हुन सक्छ या दुईटा पनि हुन सक्छ तीनटा चारटा पाँचवटा जतिवटै टर्मको जुन ग्रुपिङ हुन्छ ग्रुपिङ हो ग्रुप हुन्छ त्यसलाई हामीले के भन्यो त एक्सप्रेसन भन्यो के भन्यो अरे एक्सप्रेसन भन्यो यो कुराले तिमीहरुले नोट गर्नु पर्यो है जस्तै अब यहाँ अझै तिमीहरुलाई एक्जाम्पल चाहियो भने जस्तै एक्जाम्पलमा हैन x² plus y² plus z² भनेर यो पनि के हो त हाम्रो this is also expression this is also expression and this is also expression because they have one term or more than one term there is a collection of term right so if there is a collection of term or if there is only one term also then that is called expression that is called expression है सो योलाई हामीले के भन्यो त एक्सप्रेसन भन्यो है सो मैले मेटिदिए अब अर्को कुरा के बुझौँ भन्दाखेरि यसपछि अब हामी बुझ्नु पर्छ अर्को कुरा एक्स्ट्रा पोइन्टमा त्यो भनेको के छ अल्जेब्रिक एक्सप्रेसन है एक्जाम आउन सक्छ डिफाइन अल्जेब्रिक एक्सप्रेसन भनेर है अल्जेब्रिक एक्सप्रेसन भनेको के हो अल्जेब्रिक एक्सप्रेसन भनेको के हो डिफाइन अल्जेब्रिक एक्सप्रेसन भनेर पनि आउन सक्छ सो यो अल्जेब्रिक एक्सप्रेसन भनेको के हो भन्दाखेरि सबैभन्दा सुरुमा यो अल्जेब्रिकको मिनिङ के हो भन्दाखेरि अल्जेब्रा भनेको यस्तो खालको एउटा एक्सप्रेसन हो जहाँनेरि भेरिएबल्स हुन्छ कन्स्ट्यान्ट हुन्छ भनेको अल्फाबेट हुन्छ नम्बर हुन्छ प्लस हुन्छ माइनस हुन्छ इन्टु हुन्छ डिभाइड हुन्छ है त्यस्तो खालको एक्सप्रेसनलाई हामीले के भन्यो त अल्जेब्रिक एक्सप्रेसन भन्यो है त सो यसलाई लेख्दा कसरी लेख्नु पर्छ त अल्जेब्रिक एक्सप्रेसन भनेको के हो त एन एक्सप्रेसन ओके which contain जुनले के कन्टेन गर्छ त कन्स्ट्यान्ट हैन भेरिएबल अथवा यसले हैन which contain okay one or more than one terms okay more than one terms are called algebraic expression अल्जेब्रिक एक्सप्रेसन भनेको एक्सप्रेसन जुनमा त एउटा वा एउटा भन्दा धेरै टर्महरु हुन्छ भने त्यो पनि अल्जेब्रिक एक्सप्रेसन हो सिम्पली यो एक्सप्रेसनको एउटा टाइप हो ओके एक्सप्रेसन के भरे त टाइप हो है सो यहाँ एक्जाम्पल जस्तै तिमीहरुले एक्सप्रेसनमा अल्जेब्रिक एक्सप्रेसनको डेफिनेसन उस्तै दिदा हुन्छ है जस्तै एक्जाम्पलमा मैले यहाँ तिमीलाई 2x + y दिए भने यो पनि एक्सप्रेसन हो अल्जेब्रिक एक्सप्रेसन हो किन अल्जेब्रिक एक्सप्रेसन हो भन्दाखेरि यहाँनिर हेर त यहाँ किन अल्जेब्रिक एक्सप्रेसन हो यो भन्दाखेरि यहाँनिर तिमीहरुको एउटा के छ त कन्स्ट्यान्ट छ यहाँ के छ हाम्रो कन्स्ट्यान्ट छ फेरि यहाँनिर के छ हाम्रो यहाँनिर फेरि भेरिएबल पनि यहाँ छ त्यो भनेको x छ त्यसैगरी अर्को y भेरिएबल पनि यहाँनिर छ यसको मतलब यदि भेरिएबल कन्स्ट्यान्ट प्लस माइनस अनि यहाँ प्लस छ सो यस्तो खालको जुन एक्सप्रेसन हुन्छ त्यसलाई हामीले के भन्नु त अल्जेब्रिक एक्सप्रेसन भन्यो क्लियर इफ यु आर क्लियर देन जस्ट यु हैव टु कमेन्ट एट द लास्ट अफ द भिडियो दैट आई एम क्लियर ओके सो अब यहाँबाट हामीले यो मैले मेट्दा भयो राइट ध्यान दिने त्यो अल्छी गर्ने हैन फेरि ओके सो शुड आई रब दिस ओके अब यसपछि टाइप अफ अल्जेब्रिक
एक्सप्रेसन सो टाइप अफ अल्जेब्रिक एक्सप्रेसन सो अल्जेब्रिक एक्सप्रेसनको हामीले जनरली तीनटा टाइप गर्छौं एउटा मोनोमियल एक्सप्रेसन अर्को बाइनोमियल एक्सप्रेसन र अर्को ट्राइनोमियल एक्सप्रेसन सो सबैभन्दा सुरुमा छ मोनोमियल एक्सप्रेसन सो मोनोमियल एक्सप्रेसन है सो मोनोमियल एक्सप्रेसन भनेको के हो भन्दाखेरि मोनोमियल एक्सप्रेसन भनेको अब मैले तपाईले मेट यो मैले मेट ओके सो हामी यहाँ चाहिँ राइट सो मोनोमियल एक्सप्रेसन भनेको के हो भन्दाखेरि तिमीले बुझ्नै पर्छ यो मोनोमियल एक्सप्रेसन भनेको के हो त एन एक्सप्रेसन ओके म त लेख्दिन ल एन एक्सप्रेसन ओके having only one term so यस्तो खालको एउटा अल्जेब्रिक एक्सप्रेसन having only one term are के हो त are called monomial expression so के रहेछ भन्दाखेरि सरी मोनोमियल एक्सप्रेसन भनेको मोनो भनेको यहाँ है यो जुन मोनो छ मोनो भनेको एउटा मियल भनेको टर्म सो एउटा टर्म यदि एउटा टर्म छ भने एन अल्जेब्रिक एक्सप्रेसन ह्याभिङ ओन्ली वान टर्म कति टर्म हुनु पर्ने रहेछ त एउटा मात्र टर्म छ भने त्यसलाई हामीले के भन्नु त मोनोमियल एक्सप्रेसन भन्ने के भन्यो त्यसलाई हामीले मोनोमियल एक्सप्रेसन भन्यो जस्तै एक्जाम्पलमा है यहाँ है जस्तै एक्जाम्पलमा मैले यहाँनिर x लेखे भने यो एउटा मात्र टर्म हो राइट किनभने टर्म भनेको प्लस र माइनसले मात्र छुट्टिन्छ तर यहाँ न त प्लस छ न त माइनस छ जस्तै अब अर्को एक्जाम्पलमा मैले यहाँनिर 2x लेखे भने यो पनि एउटै मात्र टर्म हो यहाँ प्लस माइनस छैन जस्तै एक्जाम्पलमा मैले यहाँनिर 3y लेखे भने यो पनि एउटै टर्म हो किनभने यहाँनिर पनि प्लस र माइनस छैन है सो अब अर्को टर्मको बारे बुझौँ न अनि के छ हाम्रो अर्को भनेको छ के त अर्को भनेको हाम्रो छ बाइनोमियल एक्सप्रेसन के भनेको बाइनोमियल एक्सप्रेसन राइट सो बाइनोमियल एक्सप्रेसनको बारेमा बुझौँ त ल सो बाइनोमियल एक्सप्रेसन यहाँ बुझ्नु पर्यो यो बाइनो भनेको दुईटा मियल भनेको टर्म सो बाइनोमियल एक्सप्रेसन भनेको के हो बुझ्नु त ल सो बाइनोमियल एक्सप्रेसन भनेको के हो भन्दाखेरि एन एक्सप्रेसन ओके एन एक्सप्रेसन अथवा एन अल्जेब्रिक एक्सप्रेसन हैन having दुईटा हो भने दुईटा के हुन्छ त यो थाहा पनि सबैले नोट गरेर हामी के पढ्छौँ भनेर मैले मेट्दैन ओके having ओके टु अनलाइक टर्म दुईटा अनलाइक टर्म ओके having टु अनलाइक टर्म दुईटा अनलाइक टर्म छ भने त्यस्तो खालको टर्मलाई हामीले के भन्छ त आर कॉल्ड के भन्छ हामीले बाइनोमियल एक्सप्रेसन के भन्छ हामीले बाइनोमियल एक्सप्रेसन भनेपछि कुनै पनि यस्तो खालको अल्जेब्रिक एक्सप्रेसन जुनमा चाहिँ तिमीहरुको के हुनु पर्यो त जुनमा चाहिँ तिमीहरुको दुईटा TWO टु अनलाइक टर्म छ भने दुईटा अनलाइक टर्म छ भने त्यसलाई हामीले के भन्छ त बाइनोमियल एक्सप्रेसन भन्यो जस्तै एक्जाम्पलमा मैले तिमीलाई यहाँनिर 2x y लेखिदिए भने यहाँ हेर्यो भने जम्मा दुईटा टर्म छ त्यो टर्म पनि के छ त अनलाइक टर्म छ किन अनलाइक टर्म छ भन्दाखेरि यहाँ x छ यहाँनिर y छ सो यदि कुनै पनि टर्महरु यदि अनलाइक टर्म छ दुईटा टर्म छ र त्यो दुईटा टर्म अनलाइक टर्म छ भने लाइक टर्म हुनु भएन नि फेरि यहाँ 2x यहाँ पनि x भयो भने दैट इज नॉट अ बाइनोमियल एक्सप्रेसन बिकज देयर इज अ लाइक टर्म सो के हुनु पर्यो मेन भनेको अनलाइक टर्म हुनु पर्यो सो यहाँनिर 2x + y दे आर अनलाइक सो देयर इज ओन्ली टु टर्म्स व्हिच आर सेपरेटेड बाइ प्लस यस अर नो सो दैट्स व्हाई दिस इज बाइनोमियल टर्म बाइनोमियल एक्सप्रेसन जस्तै एक्जाम्पलमा मैले तिमीलाई यहाँनिर जस्तै अर्को भनेको x² + y² लेखे भने यो पनि के हो हाम्रो बाइनोमियल टर्म नै हो किन हो भन्दाखेरि यहाँ x छ यहाँ y छ भेरिएबल के छ डिफरेन्ट छ भेरिएबल के छ रे डिफरेन्ट छ सो यदि भेरिएबल डिफरेन्ट भयो भने अथवा पावर डिफरेन्ट भयो भने त्यसलाई हामीले अनलाइक टर्म भनिन्छ भनेर अघि भर्खर पढेको थियौं सो कुनै पनि यस्ता खालका अल्जेब्रिक एक्सप्रेसन जुनको चाहिँ के हुन्छ त दुईटा टर्म हुन्छ तर त्यो चाहिँ अनलाइक टर्म हुन्छ भने त्यसलाई हामीले के भन्यो त बाइनोमियल एक्सप्रेसन भन्यो के भन्यो अरे बाइनोमियल एक्सप्रेसन भन्यो having three unlike term are called trinomial expression so के छ भने यस्तो एक्सप्रेसन जुनमा तीनटा है पहिला जुनमा यदि तीनवटा टर्म चाहिँ तिमीहरुको अनलाइक टर्म छ भने त्यसलाई हामीले के भन्यो त ट्राइनोमियल एक्सप्रेसन भन्छ के भन्यो त्यसलाई हामीले ट्राइनोमियल एक्सप्रेसन भन्यो जस्तै मैले यहाँनिर तिमीहरुलाई एक्जाम्पलमा यहाँनिर मैले एउटा एक्जाम्पल दिए जस्तै x + x² + x³ भन्न दिए अरे अब यहाँ सबैले ध्यान दिएर एन एक्सप्रेसन ह्याभिङ 3 अनलाइक टर्म भनेछ यो तीनटा x + x² + x³ जुन छ यो अनलाइक टर्म हो कि होइन अनलाइक टर्म हो नि हैन के हो होइन हो नि हैन हो किनभने भेरिएबल सेम छ तर यसको के छ त पावर के छ त डिफरेन्ट हुन्छ है यहाँ केही छैन भने पावरमा के हुन्छ त 1 हुन्छ सो यहाँ 1 2 3 power are different right so if the power are different then they are like unlike term they are
अनलाइक टर्म है। जस्तै यहाँनिर अर्को 2 नम्बरमा x plus y plus z भन्यो भने दिस इज अल्सो अनलाइक टर्म। किन भन्दाखेरि x y z दे आर डिफरेन्ट एन्ड दे आर अनलाइक टर्म, राइट? सो दिस 3 आर अनलाइक टर्म, सो द्याट्स व्हाई दे आर ट्राइनोमियल एक्सप्रेसन। सो यहाँबाट तिमीले यति बुझ्नु पर्ने थियो। अब हामी मेन टपिकतिर इन्टर गर्छौँ। त्यो भनेको के हो भन्दाखेरि पोलिनोमियल। के अरे त्यो भनेको पोलिनोमियल है। यो भेरी भेरी इम्पोर्टेन्ट छ तिमीहरूलाई अहिले लागि। सो नेक्स्ट इज पोलिनोमियल है। सो पोलिनोमियल भनेको के हो भन्दाखेरि यो भनेको यस्तो खालको एक्सप्रेसन हो। पहिले म यहाँ लेखिदिन्छु, त्यसपछि तिमीले बुझ ल। एन अल्जेब्रिक एक्सप्रेसन, एन अल्जेब्रिक एक्सप्रेसन, okay, okay, expression in which, okay, so in which power of variable are whole number, are के गर्दा whole number, okay, are whole number, okay, are called polynomial. लेक्चर पढ्दा सबले ध्यान दिएर पढ्नु चाहिँ पर्छ नि, त्यो लेख्ने मात्र काम गर्ने हैन फेरि। सो के छ यहाँ लेखेको एन अल्जेब्रिक एक्सप्रेसन, एन अल्जेब्रिक एक्सप्रेसन इन व्हिच पावर, यो एकदम इम्पोर्टेन्ट है। यो जुन लाइन छ पावर अफ भेरिएबल्स आर होल नम्बर, यो भेरी भेरी इम्पोर्टेन्ट। सो यस्तो खालको अल्जेब्रिक एक्सप्रेसन जहाँनेरि जुन पावर हुन्छ भेरिएबलको, भेरिएबल भनेको एबीसीडी एक्स वाई जेड, ओके, अल आर भेरिएबल, यदि तिनीहरूको जुन पावर हुन्छ त्यो पावर त्यति होल नम्बर छ भने त्यसलाई हामीले के भन्यो त पोलिनोमियल भन्यो। जस्तै एक्जाम्पलमा मैले तिमीलाई यहाँनेरि एक्जाम्पलमा नम्बर आइमा सपोज नम्बर आइमा मैले तिमीलाई दिए अरे एउटा दिए अरे, ल मानौँ कि एक्स स्क्वायर दिए अरे। अब हेर है एक्स स्क्वायर दिए भने अब मलाई भन्न चाहिँ यहाँनेरि यो एक्स भनेको भेरिएबल हो कि होइन? यस हो नि हैन? हो। र यो जुन एक्स को पावरमा जुन 2 छ, यो 2 भनेको तिमीहरूको जुन यो एक्स को पावरमा तिमीहरूको 2 छ, यो 2 भनेको तिमीहरूको होल नम्बर हो कि होइन? होल नम्बर हो नि हैन? हो, किनभने होल नम्बर भनेको 0 1 2 3 4 5 6 डट 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 हुन्छ, राइट? सो एक्स को पावरमा जुन यो 2 छ, जुन यहाँनिर यो 2 देखिरहेको छु, यो 2 त के हो त होल नम्बर हो। त्यही भएर चाहिँ हाम्रो के हो भन्दाखेरि यो एक्स को पावरमा जुन छ 2, यो भनेको के हो त इज पोलिनोमियल। यो के हो हाम्रो इज पोलिनोमियल। किन पोलिनोमियल हो भन्दाखेरि रिजन पनि हामीले लेख्नु पर्छ, बिकज किन हो त पावर जुन छ पावर अफ भेरिएबल, ओके, भेरिएबल के छ हाम्रो लागि यहाँनिर एक्स छ। सो भेरिएबल इज के छ त होल अनि नम्बर। यस, सो पावर अफ भेरिएबल इज होल नम्बर, सो दैट्स व्हाई द गिवन दिस एक्सप्रेसन दैट इज एक्स स्क्वायर इज अ पोलिनोमियल। सो 0 छ दिमाग हेर्न नलाउने, यति बुझ्नु पर्यो कि यदि भेरिएबलको पावरमा 2 छ भने अथवा भेरिएबलको पावरमा होल नम्बर छ भने त्यसलाई हामीले के भन्नु त पोलिनोमियल भन्यो भन्ने चाहिँ बुझ्नु पर्यो है। जस्तै मैले अर्को एक्जाम्पलमा तिमीलाई है, जस्तै एक्जाम्पलमा x क्यूब प्लस y स्क्वायर। अब यो मलाई भन्दा यो तिमीहरूको पोलिनोमियल हो कि होइन? हो नि हैन? किन हो भन्दाखेरि x को पावरमा 3 छ, यो 3 होल नम्बर हो कि होइन? x को पावरमा जुन 3 छ 3 होल नम्बर हो कि होइन? हो नि हैन? हो, x को पावरमा 3 होल नम्बर हो। त्यसैगरी y को पावरमा 2 होल नम्बर हो कि होइन? 2 x को पावरमा 3 प्लस y को पावरमा 2, यो 3 होल नम्बर हो कि x को पावरमा 3 हो। र त्यसैगरी यो y को पावरमा जुन 2 छ, यो 2 होल नम्बर हो कि होइन त? हो नि हैन? हो। त्यसै त्यही भएर चाहिँ दुईटै 3 र 2 होल नम्बर भएकोले चाहिँ यो के हो त इज अ पोलिनोमियल। इज के हो यो पोलिनोमियल हो। किन हो भन्दाखेरि बिकज पावर अफ जुन भेरिएबल छ त्यो के छ त भेरिएबल आर के छ त होल नम्बर बनाइदिनु है, होल नम्बर है। सो जुन पावर छ भेरिएबलको है, पावर अफ जुन भेरिएबल छ त्यो भनेको 3 र 2 छ। सो 3 र 2 चाहिँ के हो त हाम्रो भेरिएबलको पावरमा होल नम्बर छ। त्यही होल नम्बर भएको कारणले गर्दाखेरि चाहिँ यो दिएको जुन एक्सप्रेसन छ दिस इज पोलिनोमियल है। अब पोलिनोमियल नभएको एक्जाम्पल हेरौँ न। सो अब पोलिनोमियल नहुने एक्जाम्पल हेरौँ ल, यो मिडियममा एक्जाम्पल ल। अब पोलिनोमियल नहुने एक्जाम्पल हेरौँ। अब जस्तै एक्जाम्पलमा तिमीहरूको जस्तै एक्जाम्पलमा यहाँनिर मैले यदि x को पावरमा 1/2 प्लस y को पावरमा 1/2 लेखिए हो। अब यहाँ ध्यान दिए त x को पावरमा 1/2 छ, 1/2 होल नम्बर हो त होइन? y को पावरमा 1/2 छ, यो होल नम्बर हो त होइन? सो दुईटै होल नम्बर होइन, त्यही भएर चाहिँ यो के पनि होइन त इज नट अ पोलिनोमियल। यो के होइन त इज नट अ पोलिनोमियल। किन त बिकज पावर अफ भेरिएबल हुन्छ, पावर अफ भेरिएबल आर के छ त आर नट अ होल
नम्बर जुन यो पावर अफ भेरिएबल छ यो के होइन त होल नम्बर होइन पावर अफ जुन भेरिएबल छ त्यो के होइन र त त्यो हाम्रो होल नम्बर होइन है पावर अफ जुन भेरिएबल छ दैट इज नट अ होल नम्बर यो 1/2 के होल नम्बर हो त यो 1/2 1/2 होल नम्बर हो त होइन नि हैन होइन 1/2 त फ्र्याक्सन हो फ्र्याक्सनमा छ फ्र्याक्सन त यो त अब पोइन्टमा आउँछ हाम्रो पोइन्टमा आउने त होल नम्बर होइन होला राइट सो यो कुरा हामीले बुझ्नु पर्यो जस्तै अब अर्को एक्जाम्पल एउटा दिइहाल्नु तिमीलाई जस्तै अब मान्यौं कि यहाँनिर मैले √x + xy स्क्वायर अब हेर त √x + xy स्क्वायर है अब मलाई भन यो पोलिनोमियल हो कि होइन हो पोलिनोमियल जस्तै एक्जाम्पलमा यहाँनिर हेर्यो भने y को पावरमा 2 छ यो होल नम्बर हो कि होइन यस हो जस्तै यहाँ हेर्यो भने x को पावरमा 1 छ केही छैन त 1 हुन्छ नि त छ 1 है सो यो 1 होल नम्बर हो कि होइन यस हो अब यहाँनिर तिमीले देखिरहेको होला हो यस रुट भित्र त x छ x को पावरमा 1 त छ ओके छ तर के बुझ्नु पर्यो भन्दाखेरि तिमीहरुको जस्तै यहाँनिर मैले रुट a लेखेको छु भने यो रुट a भनेको a को पावरमा 1/2 हो है यो बुझ्नु पर्यो है रुटलाई हटाउँदाखेरि पावरमा के आउँदै रहेछ त 1/2 आउँछ है सो रुटलाई हटाउँदाखेरि पावरमा के आउँदै रहेछ त 1/2 आउँदै रहेछ सो यो x को पावरमा 1/2 प्लस xy स्क्वायर हो के न x को पावरमा 1/2 प्लस xy स्क्वायर हो सो रुट हटायो भने 1/2 आयो सो अब यहाँ ध्यान दिए त यो त होल नम्बर हो यो पनि होल नम्बर हो तर यो होल नम्बर होइन 1/2 राइट त्यही भएर एउटा पनि होल नम्बर भएन भने अरु भए पनि एउटा पनि भएन भने एउटा इभन एटलिस्ट एउटा मात्र पनि होल नम्बर भएन भने है त्यो के हो त हाम्रो पोलिनोमियल होइन है सो इज नट अ पोलिनोमियल के होइन त इज नट अ पोलिनोमियल किन भन्दाखेरि बिकज पावर अफ भेरिएबल इज के छ त 1/2 which is not a होल नम्बर जुन के होइन त होल नम्बर जुन के होइन होल नम्बर होइन भनेको रिजन लेख्न सक्नु पर्यो फेरि एक्जाम्पलमा एउटा एक्सप्रेसन दिएको हुन्छ दिएको एक्सप्रेसन पोलिनोमियल हो कि होइन र रिजन सहित लेख्नु भनेको हुन्छ है रिजन सहित लेख्नु भनेको हुन्छ सो यो हामीले यसरी लेख्नु पर्यो बिकज इट्स नट अ पोलिनोमियल यो दिएको पोलिनोमियल होइन किन भन्दाखेरि यहाँ 1/2 छ सो बिकज पावर अफ भेरिएबल इज 1/2 which is not a whole number which is not a whole number है यो क्लियर सबजना ओके सो सिम्पल ल्याङ्ग्वेजमा लेखे भइहाल्यो मेन भनेको अन्डरस्ट्यान्डिङ हो यही ल्याङ्ग्वेज हुनुपर्छ भन्ने छैन तिमीले जसरी लेख्दा पनि हुन्छ तर लेखेको कुरा चाहिँ ट्रु हुनु पर्यो है सो यो एउटा अझै एउटा एक्जाम्पल दिउँ ल जस्तै एउटा एक्जाम्पल अझै हेरौँ एउटा फुल कन्सेप्ट क्लियर हुनु पर्यो क्या मेरो मेन भनेको है सो घोक्ने काम गर्नु भएन एक्जाम्पल सहित क्लियर हुनु पर्यो जस्तै एउटा एक्जाम्पल 1/x² दिएँ मैले अब यो 1/x² तिमीहरुको पोलिनोमियल हो कि होइन त अब देखिरहेको होला तिमीले है मजाले आहा 1/x² यो जुन 2 छ यो 2 त पक्का होल नम्बर हो यस होल नम्बर हो मान्छु तर के हुनु पर्यो भन्दाखेरि जुन यो दिएको भेरिएबल छ यो डिनोमिनेटरमा छ अहिले हो के न त यो भनेको तल छ डिनोमिनेटरमा छ तर हुनुपर्ने कहाँ हो त न्युमिरेटर भनेको माथि हुनुपर्ने हो है सो तिमीले ल अफ युनिसेसमा के पढेको छ भन्दाखेरि ल अफ युनिसेसमा यदि a को पावर -m छ भने यसलाई हामीले a को पावर m लेख्न मिल्छ भन्ने कुरा तिमीले पढिसकेको छ पावर ल अफ युनिसेसमा राइट पावर ल अफ युनिसेसमा सो यो जुन a को पावर m छ यसलाई हामीले माथि लग्यौं भने के हुन्छ यो a को पावर -m हुन्छ राइट यस अर नो जस्तै एक्जाम्पलमा मैले 1/5 को पावरमा 2 छ भने यो 5 को पावर 2 लाई मैले माथि लग्यो भने यो के हुन्छ 5 को पावर -2 हुन्छ अकॉर्डिङ टु दिस ल यो त थाहा होला सबैलाई सो त्यसैगरी 1/x को पावर 2 लाई मैले माथि लग्यो भने के हुन्छ x को पावर -2 हुने भयो -2 हुने भयो अब ध्यान दिए त यो -2 होल नम्बर हो त होइन नि राइट होइन सो s को पावर -2 मा यो -2 होल नम्बर होइन सो के बुझ्यौ भन्दाखेरि जुन सुकै भेरिएबल जुन छ त्यो त्यही तल हुनु भएन माथि हुनु पर्यो छैन भने पनि लग्ने माथि त्यसपछि टेस्ट गर्ने कि त्यो जुन पावर आउँछ त्यो होल नम्बर आउँछ कि आउँदैन भनेर टेस्ट गर्नु पर्यो है सो यो s को पावर -2 हो यो के होइन त इट्स नट अ पोलिनोमियल के होइन यो पोलिनोमियल होइन इट्स नट अ पोलिनोमियल किन भन्दाखेरि बिकज पावर अफ भेरिएबल इट्स नट अ होल नम्बर
ओके सो के भन्नु त पावर अफ भेरिएबल इज नट अ होल नम्बर किनभने 1/x² जुन छ x² लाई हामीले माथि लग्यौं भने त्यो x को पावरमा -2 भयो र त्यहाँ भएको जुन -2 छ त्यो के होइन त होल नम्बर होइन सो द्याट्स व्हाई यो तिमीहरुको दिएको जुन यो पोलिनोमियल छ 1/x² सर दिएको जुन एक्सप्रेसन छ 1/x² त्यो के होइन रहेछ त दैट इज नट अ पोलिनोमियल ओके सो यति बुझिसकेपछि तिमीले होप अब बुझ्यौ होला पोलिनोमियलको के छ राइट सो यो कुराहरुलाई सबैलाई एनालाइज गर्ने लेख्ने मात्र ठुलो कुरा हैन लेखेको कुरालाई तिमीले फेरि मैले भनिसकेपछि सटटटटट हेर्नु पर्यो बुझ्नु पर्यो दिमागमा त्यसलाई लिनु पर्यो इज इट क्लियर अनि मात्र यो सक्सेस है मैले यत्रो मेहनत गरेर भिडियो बनाछु यसलाई चाहिँ तिमीले खेर जान दिने होइन अर्को अब आउने एक्जाममा चाहिँ कडाउनु पर्यो खतरा गर्नु पर्यो मनदेखि भित्रदेखि डेडिकेट हुनु पर्यो पुरै पास हुन्छु भन्नु पर्यो है सो यति गरेन भने चाहिँ तिमीहरुको काम छैन जिन्दगीमा केही नगरे पनि हुन्छ भनेर बुझ्नुहुन्छ त्यही भएर तिमीले अहिलेदेखि मेहनत गर्दै जानु पर्यो अहिलेदेखि हैन किनभने अब तिमीहरुको सेकेन्ड टर्म आइसक्यो डिग्री अफ पोलिनोमियल अब डिग्री अफ पोलिनोमियल भनेको के हो भन्दाखेरि यहाँ बुझ्नु पर्यो यो जुन डिग्री लेखेको छ डिग्री भनेको पावर के डिग्री भनेको पावर है डिग्री इम्प्लाइज पावर सो जस्तै एक्जाम्पलमा मैले तिमीहरुलाई यहाँ पहिले बुझाइदिन्छु डिग्री भनेको के यो भनेको द हाईएस्ट सम अथवा हाईएस्ट सम अफ पावर अफ भेरिएबल सो भेरिएबलको हाईएस्ट सम अफ पावरलाई के भन्छ हामीले डिग्री अफ पोलिनोमियल भन्छ यसको मिनिङ के हो म अहिले बुझाइदिन्छु ल यो के भन्नु खोजेको यसको मिनिङ भनेको र एकछिनमा म बुझाइदिन्छु यसलाई अहिले यतिकै राखेर ल सो अब यहाँ एउटा एक्जाम्पल हेरौँ है जस्तै एक्जाम्पल एउटा हेर्यो मैले एउटा एक्सप्रेसन दिए जस्तै x² ले अब यहाँ यो x² जुन छ यसको डिग्री के छ डिग्री भनेको पावर त्यो पनि के हो त हाईएस्ट पावर सो हाईएस्ट पावर के छ यो भेरिएबलमा 2 छ फेरि भेरिएबलको हेर्ने हो भने फेरि कन्स्ट्यान्टको हेर्ने होइन फेरि यहाँ हेरि भेरिएबल मात्र कन्स्ट्यान्टको त मतलबै छैन यहाँ है सो यहाँ x को पावर 2 जुन छ यो 2 के हो त हाम्रो पावर हो र यो पावर सबैभन्दा हाईएस्ट भनेको 2 नै छ अहिलेको लागि ओके x² छ एउटै मात्र टर्म छ हाईएस्ट भनेको के छ त 2 नै छ राइट सो यहाँ लेख्नु पर्यो डिग्री र अर्को के छ हाम्रो ओके यहाँ टर्म जुन छ टर्म हेर्नुस् है टर्म त्यसैगरी अर्को के छ डिग्री है टर्म र के छ त डिग्री छ राइट सो यहाँ हेर त अब ध्यान दिएर सो यहाँ हेर्यो भने जुन यो टर्म छ त्यो टर्म भनेको के छ हामीसँग x² छ अब यहाँ त टर्म के छ हाम्रो लागि x² छ अब यसको डिग्री कति छ डिग्री भनेको पावर कति छ 2 छ डिग्री कति छ 2 छ राइट सो यहाँ त हेर्यो भने हाईएस्ट पावर भनेको छ देयरफोर डिग्री अफ पोलिनोमियल इज कति भयो त 2 नै हो किन 2 नै हो भन्दाखेरि यहाँ त एउटा मात्र पावर छ त्यो भनेको 2 छ अरु छ त पावर छैन नि त अरु त एउटै छ भने त त्यही नै भयो हाईएस्ट नै त्यही भयो नि त इजन्ट इट एक्जाम्पलमा तिमीहरुको क्लासबाट एकजना मात्र पास भयो भने अब हाईएस्ट मार्क्स को भन्ने अथवा टपर को भन्ने कुनै मात्र हुने भयो टपर उले नै मात्र हाईएस्ट कुनै हो त्यस्तै तरिकाले यहाँ x² मात्र छ यसको एउटा मात्र पावर छ त्यो भनेको 2 हो त्यही भएर 2 नै के भयो त त्यही भरको हाईएस्ट पावर भएको कारणले गर्दाखेरि डिग्री अफ के त पोलिनोमियल पनि के भयो त 2 नै हुने हो राइट जस्तै अर्को एक्जाम्पल एउटा हेरौँ जस्तै अर्को एक्जाम्पलमा मैले 2 नम्बरमा तिमीलाई मैले दिए भने x² + 2x + 1 हेर त के छ x² + 2x + 1 सो यसको हामीले अब डिग्री अफ पोलिनोमियल निकाल्नु पर्यो है यो दिएको हाम्रो पोलिनोमियल हो र यसको हामीले डिग्री कति हुन्छ डिग्री भनेको हाईएस्ट पावर कति हुन्छ त्यो हेर्नु पर्यो ल सो यहाँ हेर्यो भने सो यहाँ तिमीहरुको के छ टर्म छ अब यो बक्स यो तिमीहरुको स्ट्यान्डर्ड फर्मेटमा मैले गर्दैछु ल यो सजिलो हुन्छ लेख्न भन्दा सो डिग्री है टर्म र के छ त डिग्री है यो देखाउनु पर्छ है तिमीहरुले कति छ भन्ने चाहिँ सो यहाँ टर्म छ र अर्को के हुने हो त डिग्री हुने हो राइट सो अब यहाँ ध्यान दिए यहाँ टर्म भनेको यो x² हो 2x हो र 1 हो राइट हो के जस्तै यहाँ माइनस थियो सपोज हो सो अब यहाँ के छ हाम्रो टर्म एउटा भनेको x² छ लेखिहाल्नु x² राइट त्यसैगरी अर्को टर्म के छ 2x भन्नु भएन फेरि के भन्नु पर्यो त -2x भन्नु पर्यो यो अगाडिको जुन साइन छ यसलाई पनि कन्सिडर गर्नु पर्यो है सो यहाँ के छ -2x कुरा चाहिँ बुझ्नु -2x तर प्लस छ भने प्लस चाहिँ लेखिरहनु पर्दैन यहाँ 1 छ राइट +1 छ हो के न सो टर्म भनेको के छ एउटा x² छ अर्को -2x छ र अर्को +1 छ अब यसको हामीले डिग्री लेख्छौं डिग्री भनेको पावर यहाँ हेर्दा भेरिएबलको पावरमा यहाँ कति छ 2 छ सो यहाँ 2 लेख्नु पर्यो हामीले सो यहाँ हामीले यसरी 2 लेख्नु पर्यो राइट त्यसैगरी यहाँ हेर्यो भने यो अगाडिको जुन -2 छ यसलाई तिमीले वास्ता गर्ने नै होइन इग्नोर इट ओके सो यहाँ x को पावर कति छ 1 छ ओके न के छ त 1 हुन्छ राइट सो यहाँ 1 छ भने यहाँ सिम्पली 1 लेख अब ध्यान दिए त यो लास्टको जुन 1 छ यसमा कुनै भेरिएबल छ
यो लास्टको जुन यो टर्म छ यसमा कुनै भेरिएबल छैन भने 0 हुने भयो। के हुने भयो डिग्री 0 हुने भयो है, केही छैन भने 0 हुन्छ ल। सो अब यहाँबाट हेर्यो भने सबैभन्दा हाईएस्ट डिग्री कति आयो मलाई भन त सबैले, कति छ हाईएस्ट डिग्री? हाईएस्ट डिग्री कति छ? 2 छ राइट। हाईएस्ट डिग्री कति छ त? 2 छ भने देयरफोर वी क्यान टेल दैट किनभने डिग्री भनेको के हो त? डिग्री अफ पोलिनोमियल भनेको इट इज द हाईएस्ट पावर अफ भेरिएबल। सो दैट्स व्हाई डिग्री अफ पोलिनोमियल इज कति हुने भयो यहाँनिर पनि 2 नै हुने भयो है। सबैभन्दा हाईएस्ट जुन छ त्यो मात्र त्यसलाई हामीले डिग्री कन्सिडर गर्नु पर्छ राइट। जस्तै अर्को एउटा एक्जाम्पल हेरिहालौँ, बुझिहालौँ त्यसपछि है। जस्तै अब एउटा एक्जाम्पल अर्को हेरौँ। जस्तै यहाँ मैले एउटा लेख्थे अरे एक्जाम्पल xy स्क्वायर है, xy स्क्वायर प्लस x स्क्वायर प्लस x को पावर 5 y को पावर 2 अनि माइनस xy लेख्थे अरे, अथवा यहाँ x होला 5xy लेख्थे अरे। ओके अब हेर त xy स्क्वायर प्लस x को पावर 5 x को पावर 5 y स्क्वायर माइनस 5xy। अब यसको डिग्री निकाल्नु अरे क्वेशनमा राइट, द डिग्री अफ पोलिनोमियल भन्छ राइट। सो सिम्पली यसले टेबल बनाउने सुरुमा यो टेबल किन बनाएको भन्दाखेरि यो सबैभन्दा सजिलो हुन्छ तिमीलाई छुट्याउनको लागि है। टेबल बनायो भने यति सजिलो हुन्छ कि तिमीले ल्याङ्ग्वेजमा लेख्नु परेन, डिग्री टर्म लेख्ने, डिग्री लेख्ने, हाईएस्ट पोलिनोमियल सरी हाईएस्ट पावर के छ सकिहाल्यो राइट। सो अब सबैभन्दा सुरुमा हामी टर्म लेख्यौँ, टर्म त्यसपछि के छ अर्को डिग्री, हो के न त? टर्म र डिग्री लेख्यौँ है त। सो अब यहाँबाट तिमीहरूको यहाँबाट अब टर्म र डिग्रीमा सबैभन्दा सुरुमा के हुन्छ हेर्नु त सबले। सो सबैभन्दा सुरुमा हाम्रो के छ टर्ममा एउटा छ xy स्क्वायर छ, ओके xy स्क्वायर छ सुरुको टर्म। त्यसैगरी सेकेन्ड टर्ममा के छ x को पावर 5 अनि y को पावर 2 छ, ओके न त? त्यसैगरी थर्ड टर्म के छ यहाँनिर हाम्रो? थर्ड टर्म भनेको के छ त? थर्ड टर्म भनेको माइनस 5xy छ, ओके न त? अब हामी यसको डिग्री लेख्यौँ। सो यसको डिग्री कति हुन्छ मलाई भन त? डिग्री भनेको के हो त? इट इज सरी डिग्री अफ पोलिनोमियल भनेको यो हामीले सम अफ हाईएस्ट सम भनेको जोड्नु पर्यो ल। जस्तै अघि यहाँ तिम्रो एउटा मात्र भेरिएबल थियो, त्यहाँ त डाइरेक्टली 2 लेख्न मिलिहाल्यो, तर एउटा भन्दा धेरैवटा भेरिएबल्सहरु चाहिँ इन्टुमा छ भने त्यतिखेर हामीले त्यसको पावरलाई जोड्नु पर्छ है। जस्तै यहाँ x को पावरमा 1 छ अनि के छ त 2 छ, ओके x को पावरमा 1 y को पावरमा 2 छ भने यो जुन 2 र 1 छ यसलाई हामीले के गर्नु पर्यो त? वी हैव टु एड दिस है। सो यहाँ के हुने भयो त 1 + 2 कति आउने भयो? 3 आउने भयो, ओके धेरै 1 1 2 2 1 + 2 3 आउने भयो राइट। ओके त्यसैगरी अब यहाँ अर्कोमा हेर त, यहाँ हेर्यो भने y को पावर कति थियो यहाँनेरि 2 छ, ओके न? y को पावर 2 थियो र यहाँ कति x को पावरमा 5 छ, x को पावरमा कति छ अरे 5 छ है। सो अब यो दुईटालाई 5 र 2 लाई के गर्नु पर्यो हामीले? यसरी y 5 + 2 = 7 यसरी जोड्नु पर्यो। यो क्लियर छ? ओके यसरी पावरलाई सिम्पली जोड्नु पर्यो। त्यसैगरी यसलाई हेर यो जुन -5 किन अगाडि माइनस लेखे मैले? किन टर्मको अगाडि के छ यसको अगाडि माइनस छ, ओके यो क्लियर हुनु पर्यो। सो यहाँ xy छ भने अब ध्यान दिए यहाँनेरि y को पावर पनि यहाँनेरि 1 छ, x को पावर पनि यहाँनेरि 1 छ, ओके न भन त? हो। सो यहाँनेरि 1 र 1 छ। सो यो दुईटालाई जोड्यो भने कति हुन्छ तिमीहरुको? यो पावरलाई जोड्यो भने हुन्छ हाम्रो 1 + 1 = 2 हुने भयो राइट। 1 + 1 = 2 हुने भयो राइट। सो 1 + 1 = 2 हुने भयो। सो यो भनेको अब यहाँबाट ध्यान दियो भने के देख्यो भन्दाखेरि सबैभन्दा हाईएस्ट पावर कति छ यहाँनेरि? त्यो भनेको कति छ त? 7 छ, ओके त? हाईएस्ट सम अफ पावर भनेको हाईएस्ट सम भनेको दुईटा जोड्दाखेरि 7 आयो। सो दैट्स व्हाई हाईएस्ट सम अफ पावर अफ भेरिएबल कति छ? त्यो भनेको 7 छ। सो वी क्यान कन्क्लुड दैट देयरफोर वी क्यान टेल दैट डिग्री अफ जुन हाम्रो पोलिनोमियल छ त्यो कति छ त? इक्वल टु 7 हुने भयो। कति हुने भयो अरे? 7 हुने भयो। डिग्री अफ पोलिनोमियल 7 हुने भयो राइट। यो क्लियर छ? इफ यु आर नट क्लियर कमेन्ट अन द भिडियो एन्ड इफ यु गट एनी कन्फ्युजन कमेन्ट अन द भिडियो एन्ड राइट योर नेम अल्सो, ओके ल। यो क्लियर छ सबैजना? ओके सो अब हामी योसँग सम्बन्धित थोरै एमसीक्यूहरु गर्छौं ल बुकबाट। म तिमीलाई स्क्रिनमा अगाडि एमसीक्यू क्वेशन देखाइन्छु। त्यो क्वेशनहरुलाई हेर्ने अनि एन्सर के हुन्छ मलाई भन्ने ल। सबैले एन्सर के हुन्छ भन्ने ल। म स्क्रिनमा क्वेशन दिन्छु ल। मैले कुनै क्वेशन दिए। सो स्क्रिनमा क्वेशन त्यहाँनेरि तिमीले हेर्ने। त्यहाँनेरि हेर्यो भने जस्तै हेरे। सो त्यहाँनेरि स्क्रिनमा हेर्यो भने हेर त्यहाँनेरि अनि म स्क्रिनमा दिन्छु तिमीलाई। सो त्यहाँ हेर्यो भने 1 नम्बरको एन्सर के हुन्छ भन त? एमसीक्यू को 1 नम्बरको एन्सर के हुन्छ? 1 नम्बरको एन्सर के हुन्छ? 1 नम्बरमा के भनेछ?
द टर्म अफ एक्सप्रेसन 5x² minus 3xy आर के हुन्छ होला त हेर है के छ 5x² minus 3xy छ यसको टर्म के हुन्छ होला त जम्मा दुईटा टर्म छ एउटा भनेको 5x² छ अर्को भनेको 3xy भन्नु भएन के भन्नु पर्यो -3xy भन्नु पर्यो साइन छ भने साइनलाई त बिर्सिनै भएन यु शुड ह्याभ टु कन्सिडर द साइन सो यसको हाम्रो आन्सर कुन हुने भयो त यसको आन्सर भनेको आईभी को आन्सर हुने भयो कुन हुने भयो आईभी को किन आईभी हुने भयो त किनभने हाम्रो 5x² छ एन्ड माइनस के छ त -3xy छ है सो यो 5x² -3xy हो सो दुईटा टर्म छ त भाइ सो यसरी दुईटा टर्म छ भने हामीले यसरी यसको लेख्न मिल्यो जस्तै अब टर्म इन द एक्सप्रेसन के छ हामीले दिएको एक्सप्रेसन x² y² र x² y² र z² छ डिभाइड बाइ 7 छ सो यहाँ कतिवटा टर्म छ मलाई भन्नु त सबैले कति टर्म छ obviously प्लस र छुटेको छ हो के त प्लस र माइनस कतिवटा छ एउटा दुईटा अनि तीनटा टर्म छ राइट सो यसलाई कसरी लेखेको भन्दाखेरि यो जुन 7 छ नि यो 7 भनेको त x² को पनि हो र यो 7 भनेको त y² को पनि 7 नै हो त्यसैगरी यो 7 भनेको त z² को पनि हो सो कति टर्म हो जम्मा एउटा दुईटा अनि तीनटा राइट सो कति टर्म भयो त्यहाँनेरि तीनटा सो हाम्रो आन्सर के हुने भयो त 3 को हुने भयो राइट सो बी नम्बरको चाहिँ 3 को के हुने भयो आन्सर त्यो भनेको 3 नै हुने भयो है किनभने यहाँनेरि हाम्रो हेर्दा त यी प्लसले छुटेको छ एउटा दुईटा अनि तीनटा एक्सप्रेसन है टर्म छ है सो यो कुरा तिमीले बुझ्नु पर्यो थाहा भयो नि सबैलाई ओके अब त्यसैगरी सी नम्बर हेरेर सबैले सी नम्बरमा एन अल्जेब्रिक एक्सप्रेसन विथ 3 अनलाइक टर्म तीनटा अनलाइक टर्म छ भने के भन्छ भने तिमीले अघि भर्खर त्यो भनेको के हो त हाम्रो त्यो भनेको तीनटा अनलाइक टर्म भनेको के हो त obviously ट्राइनोमियल के हो त ट्राइनोमियल राइट ओके न अब डी नम्बर हेरेर सबैले डी नम्बर भनेछ which of the following expression is binomial भनेछ यो इम्पोर्टेन्ट है दिएको कुन एक्सप्रेसन चाहिँ बाइनोमियल एक्सप्रेसन हो भनेछ सो तिमीलाई थाहा छ होला बाइनोमियल एक्सप्रेसन भनेको के कस्तो खालको एक्सप्रेसन हो त जुनको त दुईटा अनलाइक टर्म हुन्छ के हुन्छ रे दुईटा अनलाइक टर्म हुन्छ अब चेक गर्नु पहिले हामीले चेक गरौँ ल दुईटा अनलाइक टर्म छ ल आई नम्बर चेक गरौँ सबैले आई नम्बर 3x² - m² + अब यहाँ ध्यान दिएर सो यहाँ हेर्यो भने तिमीहरुको यहाँ दुईटा अनलाइक टर्म हुनु पर्यो है अब डी नम्बरमा तिमीलाई which of the following is a binomial भनेछ बाइनोमियल कुन होला भन त अब हेर है यहाँ नि तीनटै लाइक अनलाइक टर्म छ हेर है m² n mn² फेरि m² n छ यो त के छ त सेम छ ओके न भेरिएबल सेम छ पावर पनि सेम नै छ भनेपछि यो दुईटा के हुने भयो त दुईटा लाइक टर्म छ यसलाई जोड्यो भने कति हुन्छ त यो भनेको 3m² n 3m² n + m² कति हुन्छ मलाई भन्नु सबैले यो भनेको 4m² n हुन्छ किनभने 3m² n मा m² n जोड्यो भने कति हुन्छ त 4m² n हुन्छ माइनस m² n हुने हो भन्छ हेर दुईटा आयो हैन आयो तर यसलाई हेर त यहाँ pq छ qr छ pr छ यो तीनटै के छ त तीनटै के छ त अनलाइक छ तीनटै अनलाइक टर्म छ त्यसैगरी यसमा हेर √xy + z - 7 भन्छ यहाँ पनि के छ त तीनटै के छ त तीनटै के छ त अनलाइक टर्म छ के हैन त यसलाई हेर्यो भने यहाँ पनि के छ त तीनटै यहाँ हेर्यो भने यहाँ चाहिँ खासमा त तीनटै अनलाइक टर्म त छैन हैन दुईटा अनलाइक टर्म छ हेरे यहाँ दुईटा लाइक टर्म छ के छ भन्दाखेरि एउटा x² y र x² y छ तर के हो भन्दाखेरि क्वेशनले हामीलाई बाइनोमियल भनेको छ सो यहाँ के हुन्छ भन्दाखेरि यो x² y र x² y सेम छ तर साइनमा अपोजिट छ हो के हैन त यहाँ प्लस x² y छ यहाँ माइनस x² y छ सो प्लस र माइनस क्यान्सल भयो उब्रियो के उब्रियो भन्दाखेरि -3x उब्रियो अब यो -3x त मोनोमियल एक्सप्रेसन हो के हैन के आयो मोनोमियल बाइनोमियल एक्सप्रेसन होइन त्यही भएर हाम्रो आन्सर के हुने भयो त हाम्रो आन्सर भनेको आई नम्बरको आन्सर के हुने भयो त 2 हुने भयो राइट ओके यो तिम्रो क्लियर आउँछ है इ नम्बरमा भनेछ which one of the following expression is not a polynomial भनेछ सो त्यहाँ दिएको कुन एक्सप्रेसन पोलिनोमियल होइन मलाई भनेर सबैहरु सुरुमा इ नम्बरमा हेर है आई नम्बरमा तिमीहरुको इ को आई मा अप्सन छ √5x² y + z छ राइट अनि अर्को आई मा के छ अप्सनमा 2x³ - xy + y² छ है र त्यसैगरी 3 मा के छ अप्सनमा x³ + अनि के छ ओके के छ हाम्रो x³ डिवाइड बाइ 2 + y³ डिवाइड बाइ 3 छ त्यसैगरी आईबी मा अप्सन के छ आईबी मा भनेको के छ अप्सन आईबी मा भनेको x² / 2 + 4 / x² छ ओके अब यहाँ ध्यान दिए ल x³ रहेछ ल x³ अब यहाँ ध्यान दिए त सो अब हामी चेक गरौँ अब हेर कुन चाहिँ पोलिनोमियल हुनलाई के हुनुपर्छ भेरिएबलको पावर होल नम्बर हुनुपर्छ भन्नु परेको हो के हैन सो यहाँ हेर त यो 2 होल नम्बर हो के होइन हो यो 1 यहाँ 1 हुन्छ यो पनि होल नम्बर हो यहाँ चाहिँ को पावर 1 हुन्छ यो पनि होल नम्बर हो यहाँ 3 छ यो पनि होल नम्बर हो यहाँ 1 छ यो पनि होल नम्बर हो यहाँ 2 छ यो पनि होल नम्बर हो यो 3 छ होल नम्बर हो यहाँ पनि 3 छ होल नम्बर हो ओके सबै होल नम्बर भनेको तीनटै पोलिनोमियल भइसकेसम्म कुन चाहिँ होइन भनेछ हो के हैन त कुन चाहिँ पोलिनोमियल होइन अब यही होला बेसी किनभने यो थर्ड लास्ट अप्सन मिल्यो यहाँ x को पावर 3 छ यो त होल नम्बर हो तर यहाँ मुनि छ x को पावर 2 के यो मुनि हुनु भएन माथि हुनुपर्छ माथि भयो भने के हुन्छ भन त यसलाई माथि लगाउने कस्तो होला त माथि लगाउने x को पावर 3/2 प्लस यो x² माथि लगायो भने 4x को पावर -2 हुन्छ ओके न त -2 हुन्छ भने चाहिँ अघि मैले माथि जाँदाखेरि सो यो -2 त होल नम्बर होइन त्यही भएर यो पोलिनोमियल पनि होइन हाम्रो आन्सर के हुने भयो त आईबी को आन्सर करेक्ट हुने भयो राइट त्यसैगरी अब अर्को के छ हाम्रो
त्यसैगरी f नम्बर हेरौँ f नम्बरमा तिमीलाई के भनेछ भन्दाखेरि f नम्बरमा हेर्यो भने यहाँनेरि द डिग्री अफ पोलिनोमियल के छ त पोलिनोमियल दिएको f नम्बरमा त्यो भनेको डिग्री अफ पोलिनोमियल नम्बर 1 हेर है त्यहाँ 2x पावर 4 y z पावर 3 हो सो यसको डिग्री कति हुन्छ भनेर सोधेछ तिमीलाई थाहा छ यसको डिग्री कति होला भनेर सबैले डिग्री भनेको कति हुने यसको सो यहाँ तिमीलाई थाहा छ टर्म के देख्छ हामीलाई टर्म हेर्ने त्यसैले डिग्री हेर्ने लेख्नु पर्दैन मैले बुझाएको मात्र हो यहाँ डिग्री हेर्ने सबैले सो यहाँ हेर्यो भने यहाँ के देख्छौ भन्दाखेरि तिमीहरुको यहाँ हेर्ने अब सबैले ध्यान दिएर सो हामीले दिएको टर्म के छ दिएको टर्म भनेको 2x पावर 4 y z पावर 3 छ सब यसको हाम्रो कति आउँछ डिग्री हेर त सबैले सो यहाँ 4 छ के त 4 प्लस यहाँ के छ नि 1 छ 1 प्लस यहाँ के छ 3 छ राइट सबैले जोड्नु पर्यो 2 ले फेरि केही गर्ने हैन नि फेरि 2 जोड्ने होइन फेरि कोएफिसिएन्ट नै यो 2 जुन कन्स्ट्यान्ट छ यसलाई जोड्ने होइन अब यो 4 + 1 कति हो त 5 भयो 5 + 3 कति भयो त 8 भयो हाम्रो एन्सर के हुने भयो त एन्सर के हुने भयो त हाम्रो 8 हुने भयो राइट एन्सर किनभने 8 आउने भयो सो हाम्रो अप्सन कुन हुने भयो त 2 अप्सन 2 एन्सर करेक्ट हुने भयो राइट अब लास्ट एउटा छ ल एन्सर रिमेन्डर मैले अब लास्ट एउटा के छ भन्दाखेरि यहाँनेरि लास्ट एउटा भनेको 0 रहेछ सबैले 0 मा छ अब दिएको 5x² y minus xy plus y². सो यसको डिग्री अफ पोलिनोमियल कति छ भनेर क्वेशनले सोधेछ डिग्री अफ पोलिनोमियल कति होला यसको भन त सो सुरुमा टर्म लेखौं त्यसैले डिग्री लेखौं अब ध्यान दे यहाँ डिग्री अफ पोलिनोमियल चाहिएको हामीलाई ओके न सो यहाँ कति हुन्छ यो यहाँ धर्का तान्दिम टाइम ओके सो यहाँ सुरुमा के छ 5x² अनि के छ y छ अर्को के छ -xy छ ओके न त्यसैगरी अर्को के छ y² छ राइट अब डिग्री अफ पोलिनोमियल कति होला यहाँ ध्यान दिएको सो अब हेर है यहाँ पारमा यो 5 ले हामीले कन्सेप्ट गर्दै गर्दैनौं यहाँ 2 छ यहाँ 1 छ भने 2 + 1 कति आयो 3 आयो यहाँ 1 छ यहाँ 1 छ 1 + 1 कति आयो 2 आयो यहाँ कति छ 2 छ अब हेर त सबैभन्दा हाईएस्ट कुन छ मलाई भन त सबैले हाईएस्ट कुन छ 3 छ भने हाम्रो एन्सर के हुने भयो त 3 हुने भयो त्यो भनेको 2 नम्बर के हुने भयो है 2 नम्बरको करेक्ट हुने भयो सो इन दिस वे हामीले थ्योरी जति सबै सक्यौं प्लस हामी एक्जाम्पल पनि सबै बुझाइदिसकेछ यहाँ यति बुझाइसकेपछि तिमीले च्याप्टरको आधी क्वेशन त आफै गर्न सक्छौ है आधी क्वेशन आफै गर्न सक्छौ यो कुरा तिमीले याद गर्नु तर पनि म नेक्स्ट पार्टमा चाहिँ क्वेशनहरु अलरेडी गर्दिन्छु ल मेट्दै मैले अब एउटा लास्ट एउटा सानो कन्सेप्ट बुझाउँछु ल जस्तै तिमीहरुको मैले मैले यहाँ हेरि है 5 अनि x² लेखे भने यहाँ बुझ्नु पर्यो तिमीहरुले यो जुन भेरिएबल छ नि भेरिएबलसँग अट्याच भएर बसेको जुन यो नम्बर छ नि यसलाई हामीले के भनिन्छ भन्दाखेरि एउटा त कन्स्ट्यान्ट त भनिहाल्यो है एउटा त कन्स्ट्यान्ट भनिहाल्यो र यसलाई हामीले भेरिएबल त भनि नै हाल्यो तर यसले अर्को नाममा के भनिन्छ भन्दाखेरि यो भनेको जुन 5 छ 5 भनेको तिमीहरुको यो भनेको कोएफिसिएन्ट हो यो भनेको के अरे त COEFFICIENT कोएफिसिएन्ट अफ x² लाई के भन्छ अरे कोएफिसिएन्ट अफ x² भनेको x² सँग जुन अट्याच भएर बसेको नम्बर हुन्छ त्यसलाई हामीले के भनिदो रहेछ त कोएफिसिएन्ट अफ x² है सो इन दिस वे आजको यो भिडियोको एन्ड भएको छ तिमीले अहिलेसम्म कमेन्ट गरेको छैन भने सब्स्क्राइब गरेको छैन भने गरिहाल्ने र नेक्स्ट पार्टलाई वेट गरिरहने र क्लासमा पनि ध्यान दिएर पढ्ने किनभने यो च्याप्टर म यो च्याप्टरको मैले थ्योरी पढाइसकेको छु क्लासमा यदि थ्योरी आउँदैन भने मात्र यो भिडियोलाई कन्टिन्यू अथवा हेर्ने आउँछ भने त भइहाल्यो ल ओके थ्यांक यू